वेलकम टु ब्याक माई न्यू ब्लग। गाइड्सहरू सब्सक्राइब गरिदिनु हुन भन्छु। यो चाहिँ हाम्रो तोरीबारी हो। हेलो भन्नु मम्मी। मेरो मम्मीहरू उता हुन्छ, हामी यता छौँ। हेलो। मेरो चाहिँ यहाँ हाम्रो तोरीबारी छ। हेर्नुहोस् हाम्रो तोरी, सबैले हेर्नुहोस् हाम्रो तोरी कति धेरै छ। तोरी हुन चाहिँ हाम्रो आमाहरू मम्मी कति राम्रो छ हाम्रो तोरी। हाम्रो आमाहरू सबै यता हुन्छ, अर्को नि उतातिर छ। अनि हाम्रो आमा उता हुन्छ। अनि यहाँ मेरो तोरीबारीमा यहाँ मटर नि फलेको कि मलाई भने मटर खान त कति मनपर्छ कि। अनि तोरीहरू कति राम्रो छ। तोरीहरू हाम्रो आमाहरूले बल्ल मेहनत गरेर फलाउनु भएको तोरी यस्तो छ भने त गाइसहरू सपोर्ट र भिडियोलाई लाइक सब्सक्राइब नि गरिदिनु हुन भन्छु मैले। हामीलाई भने कति मनपर्छ, मलाई भने यो यस्तो टिप्ने हो के। हिजो फेरि मैले आलुबारीको भिडियो बनाएको थिएँ नि। आज फेरि मैले आज म आलुबारीमा गएँ। आलुबारीमा किनकि आज हामीलाई काम थियो। आज फेरि हामीलाई आज हामी तोरीबारीमा आएको तोरी उखाल्न। हेलो गाइस, म पनि यहाँ केरा उखाल्न आएको। यिनी आरुषी अनि म चाहिँ केरा उखाल्न आएको। आरुषी आइन्। अनि प्लिज सब्सक्राइब नि गरिदिनु है। मेरो भ्लगको नाम नि सान्डी छेत्री हो। मेरो आफ्नै भ्लग छ, सब्सक्राइब गरिदिनु होला। हामी अब म अझै भिडियो बनाउँदै जान्छु। अझै म भिडियो बनाउने। म आलुबारीहरूको अझै घुम्न जाँदाखेरि नि भिडियोहरू बनाएर हालिराख्छु। तपाईँहरूले सपोर्ट लाइक कमेन्ट सेयर मलाई गरिदिनु हुन भन्छु मैले तपाईँहरूलाई। हामी केरा खाँदैछौँ गाइसहरू। खाना आउनु खानु भयो, आउनु हाम्रो। अनि केरा हो भने त आउनु खाना। कति मिठो छ केरा गाइसहरू। हामीलाई केराहरू मनपर्ने हो क्या गाइस। खानु के धेरै खानु। हामी यहाँ हाम्रो बारी यस्तो छ। यो हाम्रो आमा हेलो भन्दिनु। हेलो। यहाँ यस्तो छ बारी। हेलो। बारी नि हाम्रो। गाइसहरू मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु, सपोर्टिङ गरिदिनु हुन भन्छु मैले। अनि हाम्रो बारीमा के छ तपाईँलाई अब पुरै मेरो बारी देखाइदिन्छु है। टोटल उता नि छ, मैले उताको नि भिडियो लिनु गएँ। म जाने हो गाइस। ल हामी उताको भिडियो गर्नु जाम्ला। जाम मम्मी अर्को देखाइदिन्छ। अर्को बारीको भर्खर देखाइदिन्छु। ल यति नै आजको लागि। अब अझै भिडियोहरू भोलि गराउँछु होला। बाई भन्नु सबैले। बाई भन्नु। अब हामीले भोलि भिडियो बनाउँछ। म बाई भन्नु। बाई अहिले चाहिँ बाई भन्नु। बाई गाइस। रामाले पनि बाई भन्नुभयो। ल आजको लागि यति नै। अब म अझै पछि अझै भोलितिर अब म आलुबारीको नि गर्छु होला है। बाई। धेरै माया धेरै लाइक कमेन्ट गरिदिनु होला। सम्झना धेरै। ल म गएँ। बाई गाइस।